पुरा अल्छी लाग्यो रुममा बस्दा बस्दा कति फोन हेर्नु भनेर चाहिँ यसो बाहिरको नजारा हेर्नु निस्केको यहाँको कुकुर चाहिँ जे देख्दा पनि भुक्छ है छ्या हामी चाहिँ अब रोड पुग्नु आँट्यो कहाँ गएको हेरेको छैन बोजू गाडी साइड जानुपर्छ होला लुगा धुनु थियो कि लुगै धुनु अल्छी लाग्यो बेलुका मेरो जे काम पनि बेलुका हुन्छ नुहाउनु पनि बेलुका नुहाउनु पनि राति लुगा धुनु पनि राति लेख्छु भन्छु कि तर अल्छी लाग्छ राति चाहिँ युट्युबर जस्तो देखिरहेको होला हामी त्यो रुममा बसेर होला कि घामै देख्नु पाएको छैन जस्तो भइसक्यो है भिटामिन डी पनि खाँदै गर्नुपर्छ नि त अब हामी यता साइड लागेको त्यो जङ्गलमा होइन अहिले चाहिँ नभेटौँ ल अहिलेसम्म चाहिँ बल्ल बल्ल शीतल जग्गा फुट्दा खाँदै गाडीहरू पनि साह्रो मन लाग्छ यसरी भिडियो बनाउँदै हिँड्नु नि अब लाग्छ तल आजको दिनमा के भन्नु छ गौरी गरम भन्न मुमारीबाट चाहिँ कालो हुँदै आउँछ के भन्नु मन पर्यो भने भन्यो उयो पानी पनि डुब्छ होला तर मलाई नि यसरी हिँड्दा हिँड्दै खुट्टाहरू भिज्छ नि सिक लाग्छ चिप्लो हुन्छ नि यहाँ पनि सबै रोप्नु छ नि छोड्नु त छोड्दिनँ हौ बरु मागेर खान्छु कि अब आधा पनि भइसक्यो माथिको गएर अर्को महिना पक्का आज कति तारिक 28 छोटोको एक्जाम छ आजकल त छोटो हामीसँग हिँड्दा डराउँछ नि त जान्छ कि छोटो भनेको चाहिँ हाम्रो रुममेट रिता आनानिया वेदर होइन यस्तै हो यो बोजू घारी त यस्तै हुन्छ जहिले तर यता आउनु चाहिँ मलाई मजा लाग्छ कस्तो हुन्छ यता चाहिँ घामले एकदम पार्छ नि त होइन यो भिडियो चाहिँ मैले मेमोरिजको लागि बनाएको यस्तो गाडी त कति कुच्चा माथि हिँडेको हौ चाहिँ मैले जति जे गर्नु गरिसकेँ रातितिर मात्रै हिँड्छ है हामीलाई यो वकमा यता सधैँ त्यो त एकपल्ट उयो मान्छेले चर्चा गर्ने उनीहरूले हाम्रो चर्सेर भाइहरू हुन्छ बेलुका हिँड्छ नि त हामीले चाहिँ आज चाहिँ दिउँसो हिँडेको छु घामले झन्डै मऱ्यो तिमाथि म त गरम खप्नु सकिनँ पुरा के हुन्छ सास फेर्नु साह्रो परेको जस्तो धन्न अक्सिजन बोकेको थिएँ मैले लगाइदिएको बाटोमा शीतलमा बस्दै आएको यसलाई सास फेर्नु साह्रो पऱ्यो थियो नि मैले यसलाई सास लगाइदिएको नि त उपर हो नि हौ बिचरा
लाल्या बाघथाङ चाहिँ यता छ पर आउँछ त्यो बाघथाङ त अनि थाङ्स भनेको धेरै हो थाङ्स भनेको धेरै याद भयो हिजो त कत्रो ठुलो बनायो भने चाहिँ हो त्यो बिल्डिङ हो नि त त्यहाँ रहेछ अब तिमीले चाहिँ देखिँदैछ नि सर्टकट हुन्छ तल है अलिक पर छ होला तर आज पनि हामी त्यहाँ गयो भने चाहिँ केटीहरू चाहिँ केही नभएको रहेछ काम नभएकोहरू काम छैन डुले गर्छ भन्छ होला नि हिजो पनि त्यही माथि डुलेर आएको हामी निङ्गुरोको चाहिँ खै कहाँ छ निङ्गुरो चाहिँ जङ्गलमा निङ्गुरो हुन्छ जुगारी अहिले सानो सानो त केही जस्तो लाग्दैन याक्पर त हुन्छ नि त्यो चाहिँ जुगा घारीमा बस्ने जानु भएर नि पहिला चाहिँ कि टोटोला टिप्नु जाँदाखेरि हामी चाहिँ बेसी जुगा हुन्छ र पनि टोटोला चाहिँ तितो हुन्छ र पनि खानै पर्ने मलाई चाहिँ पुरा मनपर्छ है तर टोटोला मलाई पनि मनपर्छ घरमा त्यो म आमा दादा मात्रै हो टोटोला खाने भनेको मलाई पुरा मनपर्छ त्यो हुन्छ नि टोटोलामा चाहिँ सानो सानो टमाटर हुन्छ नि त्यो हालेर हामी दिदीले टोटोला खाँदैन भाइले पनि खाँदैन बाबाले पनि त्यस्तो कस्तो गर्नुहुँदैन खान्छु दादा म आमा चाहिँ जे पनि हो मासु पनि हामी आमा र म हुन्छ दादा ड्युटी गइहाल्नुहुन्छ भाइले मासु खाँदैन नि खान्छ कि त्यसले फ्राई गरेको कति क्युट कति क्युट हेर्नु न अहिले तल हानेर तल पुऱ्याउँछ हेरेको हेर्छ क्या ऊ अमेजिङ पाराले बसेको है यस्तो सेतो सबभन्दा नि सेतो रहेछ त्यो पछाडिको चाहिँ दुईजना बेबी रहेछ आमा र बाबा अहिले सब थाहा छ यसलाई को कसको भनेर केटाजीको बाबा कहिले जन्माएको हो नि त यसलाई चाहिँ यहाँनिर निङ्गुरे जात खोज्नु मन पऱ्यो अरे हौ यस्तोमा हिँड्नु पुरा मनपर्छ अरे जाऊ तल जा पुरा लड्छु म सिप लिएर तलै पुग्छ अहिले हामी त्यस्तो त कति हिँडेको निङ्गुरै देख्थ्यौँ एउटै होइन खै अब यो चाहिँ पत्ता भइसकेको होला बहिनी उयो के होला भनिदिनुहोस् होला मेरो फोनलाई क्याप्चरै गर्नु सकेन के अरे मलाई चाहिँ तिते यसलाई त लहरा बोलाएको छ तितेको त रुख हुन्छ नि कुनिकेको फुल त छाउ गाडी आउँदैछ हौ बहिनी हामी कहाँ आइपुगिसक्यौँ त्यस्तो त हामी देखेको होइन भाइ यहाँ भयो यस्तो छ यहाँको नजारा हामी कहाँ आइपुग्यौँ यताबाट घुमेर जाने जग्गा छ भने राम्रो रोड निस्केर आउँ भनेको ओइ हो त्यो बाटो त्यो हामी अस्ति हामी गएको गाडी धुनु उयो रहेछ ऊ यहाँ रहेछ लाग्यो यस्तो गएन ए यो बाटो पुग्छ त्यस्तो रोड उकालो ऊ माथिको त्यो उयो छ नि हामीले एकपल्ट खाजा खानु गएको थियौँ नि यहाँ छ त्यो बाटो पुग्छ त्यो रोड पुगेर चाहिँ यस्तो किनभने अन्त हजुर हिँड्न अन्त जहाँ पुग्छ त्यहीसम्म जाउँ हेरौँ अहिले के हुन्छ त्यहाँको त्यहाँ चुइगम चबाउँदै मैले कस्तो शीतल भयो मान्छेहरू देख्दैन हाँसो छेउमा त लुगा चाहिँ यो चाहिँ मैले नि सुत्ता लगाएर इनाम गरेको गाइज हामी चाहिँ फाइनली गाइज भन्नु नि सरम लाग्छ हौ डेस्टिनेसनमा हामी आइपुग्यौँ हो यो खोला चाहिँ माथि बाघथाङको पानी हो यहाँबाट ओह्रालो गयो भने चाहिँ झाँक्री फल्समा पुग्छ ओइ हामीले त पहिला गाडी धुँदाखेरि त यहाँसम्म आएको जस्तो लाग्थ्यो त नि गाडी त यहाँ पुरा पानी छ
होइन त्यो खेर नि यो थिएन होला नि त हामी रहेछ है त्यो खेर यो थिएन रहेछ नि टुरिस्टहरू जस्तो मान्छेले हामीलाई हेर्दै हामी चाहिँ अब ओह्रालो गएको मान्छेले के भन्छ हामीलाई मतलब छैन हामी चाहिँ अब आफ्नो लाइफ इन्जोय गर्छ यहाँ चिसो भयो लड्छु आएँ म आयो ए मन्दिर हो रहेछ यो लुगा भिज्छ होला हौ सफल लगाएर आइज न घोज्छ हौ कस्तो चिसो पानी एकछिन खुट्टा राख्दाखेरि पनि छिराएर मरै म त पानी यसरी छ्याप्न उकालो उडान अलिकति हौ यत्रो थोपाले टाउकोमा लाग्छ होला बगाउला नि अहिले त्यो पानीले त तल झाँक्री फलफुकलाई नि फेरि त कहाँ गएको उकालो चाहिँ माथि जानु मन छ ओइनीको रोड त उही रहेछ त ऊ गाडी देख्दैछ सु यहाँ गाडी कुद्दैछ हामीले फेरि जङ्गली बेहोरा देखाइरहेछ अछु ऊ माथि गाडी देखेछु त्यही रहेछ नि त रोड चाहिँ यही माथि रहेछ आछु पुरा चिसो छ खुट्टा ठिराएर हेर्दा यहाँ म खुट्टै रातो भइसक्यो जस्तो भयो कस्तो दामी देखेको दामी घाम लाग्दै फुलिएको चाहिँ निकु कसैङ भा फर्केको अब पुरा गरम भयो घाम पनि खोलासम्म आउँछ त्यो पनि भिडियो बनाउँदै हुन्छ पर पुगेर भेटौँ ल पुरा घामले अनुहारमा गाइज यो वेदर हेर्नुहोस् अनि लेफ्ट चाहिँ यता हेर्नुहोस् कस्तो चाहिँ घाम लागिरहेको छ जानु खाने एम्बो होइन हेलो चटपट खाँदै हामी चाहिँ लागेको रुमतर्फ चार्ज पनि छैन छाम्छ कि भन्दैन चार्ज चाहिँ आएर झालमुरी कस्तो थियो भनिदेऊ त कस्तो थियो झालमुरी अमिला हाल्दैन र अघिको बाख्रा यहाँ आइपुगेछ चढ्दै चढ्दै हामी पनि गएको जुगा चढेको जस्तो साइको लागिसकिसक्यो पिरो भयो प्रभु हामी चाहिँ हेलिपेड आइपुग्यौँ यहाँ गान्तोकको हेलिपेड यो चाहिँ के साह्रो व्यस्त 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 भएको वेदर हामी चाहिँ रुम पनि पुग्नु आँट्यौँ थाकेरै मर्यो अरे हामी भिडियोलाई पनि राख्छौँ होला
के भन्नु छ के भन्नु छ भिडियोलाई के गरिदिनु अरे बाई बाई गाइस कस्तो बाई